जय मसीह। एकछिन म तपाईको लागि प्रार्थना गर्नेछु। सर्वशक्तिमान हाम्रा दयालु परमेश्वर पिता, प्रभु तपाईको शक्तिशाली नाउँलाई पुकारा गर्दै म तपाईको उपस्थितिमा आउँछु। यो समय, यो अवसरको लागि तपाईलाई विशेष धन्यवाद दिन्छु। साँच्चै नै प्रभु, म जस्तो अयोग्यलाई, म जस्तो पापीलाई तपाईले बचाउनु भएको छ। मेरा निम्ति तपाईले आफ्नो प्राण कल्वरी क्रुसमा सदाको लागि बलिदिनु भयो। तपाईले भन्नुभयो, अब उपरान्त तिमीले बलि चढाउन पर्दैन, तिमीले मेरो बलिदानमा विश्वास गर्नु, तिमीले मेरो पुनरुत्थानमा विश्वास गर्नु। यस प्रभु, मैले जुन दिनबाट यो कुरा बुझेँ, मैले तपाईमा विश्वास गरेको छु। मेरा सबै पाप र अधर्महरू क्षमा गर्नुभएको लागि धेरै धन्यवाद जनाउँदछु। यो समय म प्रार्थना गर्दछु, जो मानिसहरूले भिडियो हेर्दै हुनुहुन्छ, यदि उहाँहरू अशान्तिमा उहाँहरू आफ्नो जीवन अशान्तिमा जिरहनु भएको छ भने प्रार्थना गर्दछु, तपाईको शान्तिमय सुसमाचार उहाँहरूको ठाउँमा, उहाँहरूको जीवनमा पुगोस्। तपाईको वचनले उहाँहरूको हृदय टच गर्न सकोस्, छुन सकोस् प्रभु, ताकि तपाईको उद्धार पाएर शान्तिमय जीवन जिउन सक्नुभएको होस्। प्रभु परमेश्वर पिता, कुनै अधर्महरू, कुनै पापहरू भइराखेका छन् भने क्षमा गरिदिनुहोस्। पिता परमेश्वर, तपाईँ क्षमा दिने एक मात्र ईश्वर हुनुहुन्छ। आज तपाईले असम्भव कुराहरू हाम्रो जीवनमा गर्नुहुन्छ। अमूल्य कुराहरू तपाईले हामीलाई दिनुहुन्छ। उद्धार र मुक्ति, जुन कुरा हामी कहिल्यै पनि किन्न सक्दैनौँ। हाम्रो लाखौं धन सम्पत्ति, बहुमूल्य हिरा मोती दिए तापनि हामी त्यो बहुमूल्य हिरा मोतीबाट उद्धार र मुक्ति पाउन सक्दैनौँ। यो कुरा हामीले बुझेका छौँ प्रभु। उद्धार र मुक्ति त केवल तपाईको बलिदानमा, तपाईको पुनरुत्थानमा विश्वास गरेपछि पाइन्छ। तपाईँ येशूलाई उद्धारकर्ता र मुक्तिदाता भनी जसले स्वीकार छ, जसले आफ्ना अधर्महरू, आफ्ना पापहरू चाहिँ क्षमा माग्छ, त्यसले अमूल्य चिज पाउँछ। त्यो अमूल्य चिज हो उद्धार र मुक्ति। यस प्रभु, आज संसारलाई यो उद्धार र मुक्तिको खाँचो छ। आज प्रभु, घर घरका मानिसहरूलाई, प्रत्येक व्यक्तिलाई तपाईको उद्धारको खाँचो छ। यो उद्धार दिनुहोस्, यो मुक्ति दिनुहोस् भनिकन प्रार्थना गर्दछौँ। परमेश्वर पिता, हामी नेपालमा तपाईको राज्य आएको चाहन्छौँ। नेपालका हरेक मानिसहरू, 3 करोड मानिसहरूले तपाईको नाम चिन्न सक्ने, तपाईलाई उद्धारकर्ता मुक्तिदाताको रूपमा विश्वास गर्न सक्ने प्रार्थना गर्दछु। धन्यवाद परमेश्वर। शान्ति दिनुहोस्, सुरक्षा दिनुहोस्, प्रेम दिनुहोस्। यो प्रार्थना तपाईको हातमा सुम्पेर आशीर्वाद माग्छु, येशू प्रभुको नाममा। आमेन।